बताइदिनुस् न। अब यसलाई दुईटा कुरा गरौँ। एउटा मन्त्री रोकिएको कुरा र अर्को मुद्दाको सन्दर्भमा म मन्त्रीको दौडमा हिजो पनि थिइनँ, आज पनि छैन र भोलि पनि छैन। मैले मिडियाबाट थाहा पाएँ कि म मन्त्री बन्दैछु भन्ने कुरा, फेरि मिडियाबाट थाहा पाएँ कि विवाद भएको छ भन्ने कुरा, र फेरि मिडियाबाट थाहा पाएँ कि शपथ रोकियो भन्ने कुरा। अब त्यो खगेन्द्र सुनार मै हो कि अर्को खगेन्द्र सुनार हो ठ्याक्कै मलाई थाहा भएन। तर कहीँ कतैबाट फोटो मेरो सक्कल जस्तै मै जस्तै देखिने मान्छे मन्त्रीको दौडमा छ भन्ने चाहिँ सुन्नमा आएको हुनाले त्यसैले म तपाईँलाई आज स्पष्ट के पारौँ भने मेरो यात्रा मन्त्री दौडको यात्रा होइन। म मन्त्रीको लिगलिगै दौडमा छैन, हिजो पनि छैन, आज पनि छैन र भोलि पनि छैन। फेरि यो एउटा मन्त्रीको पाटो एकातिर सकियो। अब दोस्रो कुरा, म मेरो जे कर्म र धर्ममा जे निभाइरहेको छु, एउटा समुदायको हितको सन्दर्भमा जे कामहरू गरिरहेको छु, त्यही कामको सिलसिलामा म माथि यहाँ मात्र होइन धेरै ठाउँमा मुद्दा मामिलाहरू परेको भन्ने चाहिँ मैले अहिले पछिल्लो समय त झन् थाहा पाएँ। म विशेष गरी पत्रकार साथीहरूलाई के धन्यवाद दिन चाहन्छु भने जसरी डक्टरकामा आइसकेपछि फुल बडी चेकअप गरिसकेपछि जसरी के रोग लागेको रहेछ भन्ने थाहा हुन्छ, त्यसै गरी अहिले पछिल्लो समय चाहिँ जब मिडियामा आइसकेपछि म माथि कहाँ कस्तो खालको मुद्दाहरू चलेको रहेछ भन्ने कुराको सन्दर्भमा चाहिँ जे कुराहरू आयो, विशेष गरी मिडियाका साथीहरूलाई धेरै धेरै धन्यवाद छ। डक्टरले रोग पत्ता लगाए जसरी तपाईँहरूले म माथि भएका वा मेरा वरिपरि घुमिरहेका केही कुराहरू चाहिँ तपाईँहरूले पत्ता लगाइदिनु भयो र यहाँसम्म ल्याइदिनु भयो, यसको लागि धन्यवाद छ। अब आज सम्मानित काभ्रे जिल्ला अदालतले जे खालको फैसलाहरू गरेको छ, मेरो खिलाफमा मुद्दा परेको भन्ने कुरा मैले अस्ति तपाईँहरू मार्फतै थाहा पाएको, तपाईँहरू जस्तै मिडियाका साथीहरू मार्फत थाहा पाएँ र म आफै खोजेर म आफै आज अदालतमा हाजिर भएको हुँ। अदालतप्रतिको विश्वास मेरो हिजो पनि थियो, आज पनि छ र भोलि पनि छ। अदालत स्वतन्त्र हुनुपर्छ, निष्पक्ष हुनुपर्छ, न्यायालयप्रति आम मानिसहरूको अन्तिम भरोसाको केन्द्र। यो चाहिँ एक खालको भेन्टिलेटर आइसियु जस्तै हो। अदालत एउटा न्यायको उपचारको सन्दर्भमा चाहिँ अदालत एउटा चाहिँ आइसियु जस्तो भएको हुनाले म अदालतप्रति पुनः सम्मान प्रकट गर्दछु, विश्वास प्रकट गर्दछु र आम मानिसहरूको पनि अदालतप्रतिको विश्वास अझै मजबुत बन्दै जाओस् भन्ने कुरा चाहिँ म स्पष्ट राख्न चाहन्छु। र आज अदालतले मलाई 50,000 रुपियाँ चाहिँ धरोटी भनेको छ। तपाईँले अघि भनेको जस्तो कोही विद्युतीय के उसमा चाहिँ साइबर क्राइम भयो, अपराध भयो भनिएको छ, त्यो सम्बन्धमा मैले चाहिँ अदालतले गरेको फैसलालाई पूर्ण रूपमा सम्मान गर्दछु। श्रीमान न्यायाधीशज्यूहरूलाई, विद्वान अधिवक्ताज्यूहरू सबै जति चाहिँ यो उसमा आइदिनु भयो, यो अभियानमा साथ दिनुभयो, यहाँहरू सबैजनालाई जो आदेश दिनुभएको छ म श्रीमानहरूलाई पनि धन्यवाद दिन चाहन्छु। यो बहस गरिदिनु वरिष्ठ अधिवक्ताज्यूहरू लगायत सम्पूर्ण अधिवक्ताज्यूहरूलाई धन्यवाद दिन चाहन्छु र त्योभन्दा बढी चाहिँ पत्रकार साथीहरूलाई चाहिँ हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। यो चिसोको बेला पनि आइदिनु भयो, उभिदिनु भयो र यो रिले गरिदिनु भयो, यसको लागि तपाईँहरू सबैलाई। विषय चाहिँ के थियो तपाईँलाई जानकारी चाहिँ छ? मलाई त्यो ठ्याक्कै थाहा छैन। अब मैले त्यही पनि अहिले तपाईँले यसो त्यसको मिसिलोहरू पनि हेर्नु होला, त्यहाँ उहाँले जे नामहरू उल्लेख गरेर त्यहाँ दिनुभएको रहेछ त्यो नामको मान्छे संसारमै छैन। त्यो के facebook.com/khgen.news भन्ने छ, त्यो संसारमै नभएको मान्छेको नाममा चाहिँ मुद्दा परेको रहेछ। अब कहाँबाट फेरि म परेँ त्यो पनि मलाई ठ्याक्कै थाहा भएन। त्यो जे आइडी छ त्यो चाहिँ अमेरिकामै खोजे पनि नभेटिने, त्यो उहीँ फेसबुककै हेड अफिसमा गएर खोजे पनि नभेटिने एउटा कुरा हो। अब दोस्रो कुरा, फेसबुक नेपालको हो कि होइन भन्ने फेसबुककै मुद्दाले देशै आगो लागिसक्यो होइन। फेसबुकले नै देश सबै ध्वस्त भइसक्यो। अब त्यो फेसबुकमा म जस्तै देखिने, खगेन्द्र सुनारहरू जस्तै देखिने मान्छेहरूले गरेको कर्मलाई चाहिँ जसरी जोडेर जे ढङ्गबाट यो गरिएको छ, यो हुनु पनि पर्छ। फेरि केही छैन, मलाई यसमा कुनै पनि गुनासो छैन। उहाँ जो मित्रले मुद्दा दायर गर्नुभएको छ उहाँलाई धन्यवाद छ, यसमा केही पनि छैन। यो अब हामी जे काममा लागेका छौँ, हामीसँग यो खालको आरोप प्रत्यारोपहरू यो खालको आइरहने कुरा यो स्वाभाविक पनि हो। तर जे खालको मुद्दा मामिला त्यो सरासर झुटो आरोपहरू हो। त्यो म तपाईँलाई फेरि पनि भने अदालत यहीँ छ, आरोपपत्र हो त्यहीँ छ। तपाईँहरू डिटेलमा गएर उहाँले यो आइडीबाट भनेर जे आइडी त्यहाँ लेख्नु भएको छ facebook.com/khgen.news भन्ने छ, त्यो संसारमा कहीँ पनि छैन त्यो आइडी। त्यो आइडी भेटियो भने चाहिँ म यहीँबाट चाहिँ जेल जान चाहिँ म तयार छु। त्यो एउटा स्पष्ट बनाइदिनु। तपाईँले अदालत फेसबुकले पनि अहिले चाहिँ जुन खालको आन्दोलन पनि भयो, जुन आरोप पनि तपाईँलाई लाग्यो भन्नुभयो, केही दिन अगाडि तपाईँकै भिडियो चाहिँ सर्वोच्च अदालत पनि जल्न सक्छ भन्ने दिएका अभिव्यक्तिहरू पनि सार्वजनिक भइरहेका छन्। त्यो संयोग थियो कि वा यो प्रसङ्गसँग कतै मिल्दोजुल्दो थियो? तपाईँले भनेको जस्तो हामी निष्पक्ष न्यायालयको पक्षमा छौँ। अदालतभित्रका गलत कुराहरू हिजो पनि जलाउनु पर्थ्यो, आज पनि जलाउनु पर्छ र भोलि पनि जलाउनु पर्छ। अदालतभित्र केही गलत छ भने अदालतलाई स्वतन्त्र बनाउने सन्दर्भमा, अदालतलाई निष्पक्ष बनाउने सन्दर्भमा कोही गलत नियत गरेका मानिसहरू अदालतभित्र छन् भने हामीले मात्र होइन, श्रीमानहरूले पनि के भन्नुहुन्छ भने अदालतभित्र बिचौलियाहरूको प्रवेश भयो भन्ने खालका बेलामा टिका टिप्पणीहरू सुन्छौँ। यो देशको सार्वभौम सत्ता सम्पन्न देशको एउटा नागरिक हुनुको हैसियतले स्वतन्त्र न्यायपालिका, निष्पक्ष न्यायपालिका बनाउने सन्दर्भमा केही कुरा गलत कुराहरू छन् भने ती कुरालाई बचाउनुपर्छ भनिएको छ। अब
त्यो ठ्याक्कै तपाईँले भनेको जस्तो कुन चाहिँ भिडियो भन्नुभयो अब हामी रात दिन 24 घण्टा बोलिरहेका छौँ त्यो मध्ये कुन चाहिँ भन्नुभयो ठ्याक्कै चाहिँ त्यो फेरि जानकारी भएन तर तपाईँले स्पष्ट के हुनुहोस् भने हामी जलाएर आएको जलाउनेवालाहरू गलाउनेवालाहरू त्यो खालको कर्म गरेर आएको होइन अहिले मलाई जे खालको मुद्दा परेको छ जाजरकोटमा नवराज विश्वकर्मा चाहिँ 6 जना युवाहरूलाई जसरी विवश ढङ्गबाट हत्या गरिएको थियो त्यो मुद्दाको चाहिँ सत्य तथ्यको गहिराइमा पनि नपुगिकन विद्वान साथीहरूले मान्छे मरेको कुरा चाहिँ सानो भयो तर मायाले मार्यो भनेर गीत गाउने मान्छेले यसले मार्यो नि मार्यो भन्दै खालको चाहिँ जसरी चाहिँ त्यो प्रचारहरू गरिएको छ त्यो कुरा चाहिँ मजबुत हुन आएको छ त्यसैले गर्दा म तपाईँलाई स्पष्ट भनौँ म मन्त्रीको लाइनमा पनि छैन प्रधानमन्त्रीको लाइनमा पनि छैन अपमानको प्रधानमन्त्री बन्छस् कि सम्मानको सिंहासनमा के अरे सुलीमा चढ्छस् भन्यो भने म सम्मानको सुलीमा चढ्न तयार भएर आएको मान्छे 50,000 धरौटी 50,000 पटक 50,000 ठाउँमा राख्न तयार छु फेरि म तपाईको नाम शीतल निवास गइसकेको थियो भन्ने कुरा शीतल निवासमा तपाईको नाम पुगिसकेको थियो भन्ने कुरा हैन नाम त धेरै ठाउँमा गइसकेको छ नाम कसैले कहाँ गएको छ भन्छन् कसैले भारतको रको एजेन्टमा पनि तपाईको नाम छ भन्छन् कसैले आइएसआइएस को एजेन्टमा पनि तपाईको नाम छ भन्छन् तर कसैले कहाँ नाम त अब कहाँ पुगेको छ ठ्याक्कै थाहा भएन अब यस्ता अस्ति तपाईँको योभन्दा अझै तपाईँले प्रश्न छुटाउनु भयो खगेन्द्र बहादुर सुनारले गरेको बहुबियामा त्यो सुहानी पनि तेरै हो भनेर ल्याएर साथीहरूले भनाइदिनु भयो सारा गाउँले उर्लेर कुर्लेर आएर नवराजहरूको सामूहिक हत्या भयो सारा साथीहरू फेरि मैसँगका समकक्षी मिडियाका साथीहरू उर्लेर कुर्लेर आएर मेरो पनि सामूहिक हत्या गरिदिनु भयो यसमा पनि के छैन म अलि बलियो थिएँ मजबुत थिएँ म त यो बुझेर आएको थिएँ म त हत्कडी लाउन तयार भएर आज जेल जाने भनेर झोलासोला प्याक गरेर आएको थिएँ अब साथीहरूले फेरि श्रीमानले चाहिँ छोडिदिनु भयो म यो धरोटी तिर्न पनि सक्दिनँ फेरि साथीहरू आइदिनु भयो फेरि कता होइन हामी तिर्दिन्छौँ पैसा भन्नु अब मसँग पैसा पनि छैन फेरि म त सन्यास लिएर हिँडेको जोगी हुँ मसँग त पैसा पनि छैन मैले भने म त जेल जान्छु भने साथीहरूले होइन जानुहुन्न भने फेरि उहाँहरूले फेरि पैसा यसो धरोटी कहाँ जानुभयो साथीहरूले पैसा राखिदिनु भयो होइन अब धरोटी राखिदिनु भयो त्यसैले गर्दाखेरि यो मुद्दालाई चाहिँ मैले त्यति उसमा चाहिँ मानेको छैन तर मुद्दालाई देखाएर मलाई देखाएर जसरी नेपालको दलित आन्दोलनमाथि जे खालको आक्रमण गर्ने जे खालको प्रयासहरू भएको छ म तपाईँलाई आज स्पष्ट बनाऊँ म सुलीमा चढ्न तयार भएर आएको मान्छे घडीभन्दा बढी हत्कडी लगाएर मिठाईभन्दा बढी पुलिसको पिटाइ खाएर आएको मान्छेलाई मेरो लागि यो सामान्य मन्त्री 3 महिनाको मन्त्री 4 महिनाको मन्त्री मलाई केही छैन पाउँदा मैले मात्रै पाउने मैले छोड्दा सबै दलितले पाउने हुन्छ भने म हाँसी छोडिदिन तयार छु मेरो अनुहारमा कुनै फरक देख्नु भएको छ माइतीकर मण्डलमा पनि म यहीमा थिएँ भोलि गर्ने मेरो पत्रकार सम्मेलन खुल्ला पत्रकार सम्मेलनमा पनि यही हुनेछ र आज पनि म यही ठाउँमा छु तपाईलाई फेरि प्रस्ताव भयो भने चाहिँ तपाईले स्वीकार्नुहुन्छ कि स्वीकार्नुहुन्छ के कुरामा हजुर मन्त्री बन्ने कुरामा अगाडि प्रधान थपेर पनि बन्न तयार भएर आएको मान्छे हो नि हामी त यो बाटो जोगी हुने बाटो मात्रै होइन नि परिस्थितिको निर्माण हुँदा त त्यसको नेतृत्व गर्छौँ भनेर हिँडेका हौँ यसमा मन्त्री मात्र किन प्रधानमन्त्री पनि बन्न तयार छौँ नि हामी त भन्ने कुरामा त शहीद बन्न पनि तयार छौँ प्रधानमन्त्री बन्न पनि तयार छौँ अहिलेको क्याबिनेटमा त्यो पोसिबिलिटी छ कि छैन किन नहुने त मेरो अनुहार मेरो त्यस्तो पर्या छैन र नबन्ने खालको केही अनुहारमा केही देखिन्छ र त्यस्तो खोट कहीँ कतैबाट बन्न नहुने अयोग्यता केही छ र त्यस्तो केही देख्नुहुन्छ र त्यसले गर्दाखेरि यो चाहिँ अन्तिम लास्टको उस्तै परे चुनाव गराउने बेला मै पनि मन्त्री हुन सक्ने अवस्था त छैन र अहिले उस्तै परेका साथीहरू बाहिर निस्केर फेरि हामी गएर चुनाव बनाउनु पर्ने परिस्थितिहरू हुन सक्छ त्यसले गर्दाखेरि एउटा ग्रह थियो ग्रह काटिएको मात्रै हो यसमा त नाम काटिएको परिस्थितिमा चुनाव चाहिँ सम्भावना अहिलेको सम्माननीय प्रधानमन्त्री सुशीला आमामाथिको आक्रमण पनि हो यो सरकारलाई असफल बनाउने सन्दर्भमा भएका प्रपञ्चहरू पनि हो यो त्यसैले गर्दा म तपाईँलाई फेरि पनि भने म सरकारमा भए पनि नभए पनि सिकन्दरबारभित्र भए पनि नभए पनि अहिले पनि म सरकारकै प्रवक्ता हुँ मैले अहिले तपाईँलाई भन्ने कुरा के हो भने यो बेलामा सरकारलाई बचाउन सकिएन भने यो बेलामा यो उपलब्धिहरूलाई बचाउन सकिएन भने यो बेलामा यो सरकारलाई सफल बनाउन सकिएन भने देश भलखाडोमा जान्छ म तपाईँलाई किन भन्दैछु भने यो मुद्दामा म अझै मजबुत ढङ्गले यहाँ कुर्लिएर आउन सक्थेँ तर म चुपचाप किन आएको छु भने मेरो हल्लाले 2 मिनट पनि देश पछाडि पर्यो भने देश सङ्कटमा जान सक्छ अनि साथीहरूले भन्नुहुन्छ म यहाँ व्यक्तिगत मुद्दामा परेको होइन म माथि जे आरोपहरू लागेको छ यो समग्र समुदायको मुद्दा उठाउने सन्दर्भमा परेको म यहाँ सुटुक्कै यस कारण किन आएको हुँ भने यहाँ धेरै हाम्रा समुदायका साथीहरू होइन अदालतमा जाँदा गर्दा हामी पनि बाहिर धर्नामा बस्छौँ हामी पनि जान्छौँ नारा जुलुससहित जान्छौँ मैले भने सम्मान यो चाहिँ अदालतलाई सम्मान गर्नुपर्छ र अहिलेको सरकारलाई सफल बनाउने सन्दर्भमा हाम्रो हुलदङ्गाले कहीँ कतै सरकारलाई पछाडि पर्ने अवस्था बन्छ भने कहीँ कतै चाहिँ फेरि यो व्यवस्थालाई नै अप्ठ्यारो पर्ने अवस्था आउँछ भने त्यो हो त्यसैले गर्दाखेरि यो फागुनको 21 गते चुनाव हुन्छ मैले तपाईँलाई फेरि पनि भने म सरकारमा नभए पनि म सरकारको प्रवक्ता हुँ म सुशीला आमाको प्रवक्ता हुँ मैले भनेको कुरा के हो भने फागुनको 21 गते चुनाव हुन्छ अहिलेका सबै राजनैतिक दलहरू चुनावमा सहभागी हुनुपर्छ तपाईँ हामी नै सबै बसेर चुनावमा सहभागी भएर देशलाई यो निकासमा ल्याउने सन्दर्भमा चाहिँ सबले त्यो कर्म चाहिँ गर्न जरुरी छ हामी हिजोदेखि पनि हातखुट्टामा नेल लगाएर लडेका हौँ के को लागि भन्दा यिनै दिन आओस् भनेर अब जनताले चाहिँ आफ्नो मत जाहेर गरेर आफूलाई मन परेको मान्छेहरू चुनेर देशलाई नयाँ सिरामा लिएर जाने एउटा अवसर बनेको छ त्यसैले चुनावमा सहभागी हुनलाई म सबै अहिलेका केपी ओलीहरू अहिलेका शेरबहादुर देउवाहरू अहिलेका सबै मानिसहरूलाई चाहिँ म सबै राजनीतिक दलहरू सबै सर्वपक्षीय सबैलाई चाहिँ म अपिल गर्न चाहन्छु